Okay, today is bright sunny day and we just decided to travel to Asakusa Temple, Tokyo. Now we heading toward the Asakusa. यहाँ चाहिँ एउटा ठुलो बेलुन जस्तो रहेछ र त्यहाँ चाहिँ धेरैजना मान्छेहरूले फोटो खिच्ने पनि गरिएको छ अनि लट्स अफ द पिपल फ्रम डिफ्रेन्ट कन्ट्री युज टु कम टु भिजिट आसाकुसा यहाँ फरेनरहरू धेरै देखिरहेको छ स्याटरडे थियो त्यही भएर क्राउड अलिकति एकदमै धेरैजना हुनुहुन्थ्यो मोस्ट अफ देम वर टुरिस्ट तर वी आर ह्याभिङ फन यहाँ चाहिँ हाम्रो मन्दिरमा चोखो भएर जसरी हामी पूजा गर्न जान्छौँ र त्यसरी नै यहाँ पनि पानी लिएर यसरी चोखो भएर जानुपर्ने रहेछ एन्ड मोस्ट इन्ट्रेस्टिङ थिङ यो चाहिँ हाम्रो देशको मन्दिरहरू जस्तै ठुलो शक्तिपीठ जस्तै टाइपको रहेछ यहाँ धेरैजना पिपलहरू टुरिस्टहरू आउनुहुन्छ र दर्शन गरेर जानुहुन्छ यहाँ पनि ठुलो आरती भएर जस्तो धुवाँहरू भइरहेको हुन्छ त्यो चाहिँ हामीले आरतीमा त्यो हामीले लिन्छ नि त्यस्तै टाइपको रहेछ रमाइलो छ आसाकुसा यसमा चाहिँ यो वान लेभल चाहिँ एउटै हुन्छ भन्ने मिनिङ गरेको रहेछ आसाकुसा टेम्पल राइट हियर अब हामी एकछिनभित्र जाँदैछौँ गाइस यहाँ चाहिँ यसरी मान्छेद्वारा चाहिँ यसरी कटहरू पुल गर्दो रहेछ र इट्स टु प्रिटी मच एक्सपेन्सिभ छ त्यो चढ्नको लागि अलमोस्ट 6,000 to 10,000 यान आई गेस लिन्छ होला सायद यो चढ्नु त्यो मान्छेलाई के भन्छ ओके अब हामी नेक्स्ट ठाउँमा जाँदैछौँ